हेलो सबैजना, नमस्ते। आज म यो खालडा गाउँ, हाम्रो गाउँ नजिकैको, मेरो गाउँ नजिकैको अर्को गाउँ घुम्न जाँदैछु र यो घुम्ने क्रममा चाहिँ यसो भिडियो बनाएको। यहाँबाट चाहिँ यस्तो राम्रो सिन देखिएको छ आज। यता हिमाल, यो अन्नपूर्ण हिम श्रृङ्खलामा रहेको हिमालहरू आज माछा पुछ्रेलाई चाहिँ सबै बादल कुहिरोले छेकेको छ। यो चाहिँ बिरुवा बजार, जो हिजो अस्ति नै भिडियोमा देखिन्थ्यो। बिरुवा बजार यो सबै धान पाकेको छ। अहिले चाहिँ त्यहाँ चाहिँ धान हुने भएर अरू त लेक नै हो। खालडाँडा गाउँ चाहिँ लेकतिर अलि मासतिर भएको हुनाले, माथितिर भएकोले म चाहिँ जाँदैछु, घुम्दैछु। म पुग्ने चाहिँ माथि यहाँ हो, यो रुख भएको ठाउँमै, त्यहाँ माथि हो पुग्ने चाहिँ। त्यो रुख भएको ठाउँमा पुग्ने हो म। अब बिस्तारै बिस्तारै यो चाहिँ रोड चाहिँ हाम्रो गाउँ र खालडाँडा जोड्ने सडक हो, सडक बाटो। अहिले चाहिँ यहाँ बाटो बन्द भएर बर्खाको कारण भनौँ, पहिरो जाने यताउता समस्याले गर्दाखेरि चाहिँ बाटो बन्द भएको छ र अहिले गाडी चल्दैन यो बाटोमा। पहिला चाहिँ हामी यहाँ गोरेटो बाटो हुँदा बाख्रा चराउने, गोरु चराउने गर्थ्यौँ स्कुल पढ्दाखेरि। अहिले त छैन। यतातिर घाँस काट्ने ठाउँ हो त्यो हाम्रो। यो ठाउँ चाहिँ घाँस काट्ने ठाउँ। पहिला हामी घाँस काट्ने गर्थ्यौँ त्यहाँ, अहिले त छैन। म चाहिँ अब यो बाटो जान्छु। यतातिर चाहिँ यस्तो बाँसगारी सबै झाडी भएछ। तल अलिअलि खेती त लगेको रहेछ। अब मान्छे नभएपछि हुने यस्तै हो। गाउँघर सबै जङ्गल भइसक्यो। म चाहिँ यहाँ माथि पुग्नु पर्ने, अहिले चाहिँ यहीँ छु। अब यहाँबाट यसो घुमेर हिँड्दै पुग्नेछु एकछिनमा। यो वरिपरिको दृश्य यो गाउँमा चाहिँ मान्छे टोक्ने खालको कुकुर भएकोले यहाँबाट फोन गरेर मान्छे बोलाएर मात्रै माथि जानुपर्ने रहेछ। अब चाहिँ म फोन गरेर बोलाउँछु। यता घुम्न आउँदा चाहिँ एकदमै जङ्गली जनावर हुँदैन, कुकुरको डर। अलि यो रोड यस्तो भएछ, बर्खाको सिजनले गरेर होला सायद। अब बाटो सफा होला डोजर आएपछि। परबाट आएँ, यहाँ आइपुगेको छु।
मोटरबाट चाहिँ यतातिर म चाहिँ यता लाग्दैछु कता रहेछ बाटो बाटो नै छैन बाटो यता रहेछ कि ल ल सुन्छ ठिकै छ सुन्तला खिचेको क्या अब चाहिँ म फर्किएँ खालडाँडा गाउँ घुमेर यो चाहिँ कोसेली यो खालडाँडाबाट यसो गाउँतिर घुम्दाखेरि गाउँलेहरूले दिनुभएको कोसेली यो कोसेली बोकेर चाहिँ म घरतिर लागिरहेको छु कोसेली चाहिँ के राखिदिनु भएको छ कोले गाउँघरमा चाहिँ यस्तै हो हिँडेपछि गाउँतिर घुमेपछि कहिलेकाहीँ आउँदाखेरि त यसरी कोसेली दिनुहुने लिनुहुने चलन भनौँ कि के भनौँ यस्तै हो अब नयाँ कुरा जस्तै हुन्छ धेरै पछि गाउँतिर घुम्दा नि म पनि यो गाउँ अहिलेभन्दा पोहोर परारतिर चाहिँ आएको थिएँ अनि अहिले आएँ त्यसैले यतातिर घुमेर चाहिँ रमाइलो नै लाग्ने रहेछ आफ्नो गाउँठाउँ घुम्दा त सानो सानोमा धेरै नै घुमिन्थ्यो यो बाटो गाई गोरु चराउँदै हिँड्दाखेरि बाख्रा चराएर हिँड्दाखेरि रमाइलो हुन्थ्यो अहिले चाहिँ यसरी आफ्नो गाउँठाउँमा कहिले कसो घुम्दा पनि एकदमै नयाँ ठाउँ घुमेको जस्तै रमाइलो अनुभव हुने रहेछ यो मेरो गाउँको बाटो यहाँबाट पुरै राम्रोसँग देखिन्छ मेरो गाउँ बाट देखिएको ठाउँहरू अहिले त माछापुच्छ्रे अलिअलि देखिएको छ माछापुच्छ्रे अहिले कुहिरो फाँडेर चाहिँ अघि उता कुहिरो थियो टम्मै अहिले अलि राम्रोसँग देखिएको छ यो पोखरी डाँडा गाउँ यो बिरुवा बजार म त्यहाँ माथि पुगेर आएँ त्यो डाँडामा पुगेर फर्किएँ
यसरी सुनसान जङ्गलहरू बिचमा हिँड्दा पनि रमाइलो लाग्ने रहेछ। कहिलेकाहीँ अब त कहिलेकाहीँ हो यसरी गाउँतिर घुम्ने अवसर भनौँ। अब झन् बाहिरतिर हिँडेपछि त मौका नै पाइँदैन खासै गाउँ घुम्न पनि। अब नयाँ नयाँ हुन्छ, पुरानो बिर्सिँदै गएको हुन्छ। यो बाटो चाहिँ स्कुल हिँड्ने पहिलाको बच्चाहरू स्कुल हिँड्ने बाटो। अहिले त गाउँमा धेरै बच्चाहरू पनि छैनन्, त्यसैले यो बाटो चाहिँ बिर्सिँदै गयो भनौँ। झाडी छ बाटो हिँड्न पनि। यस्तै छ गाउँघरको चलन। गाउँघरको चलन अनुसार यसरी कोसेली लिएर हिँडेको छु म। अब रमाइलो छ जे होस्, घुम्न यताउता हिँड्न। साथीहरू भयो, आफ्नै मिल्ने खालको साथीहरू भयो भने त एकदमै रमाइलो। तर के गर्नु, म त साथी नभएर एक्लै हिँडिरहेको छु। जता जाँदा पनि एक्लै हो, साथी छैन कोही पनि। साथी भएको भए एकदमै रमाइलो हुन्थ्यो। मिल्ने खालको साथीहरू, गफ गर्ने, हिँड्ने डुल्ने घुम्ने खालको साथीहरू। अब फुर्सद हुँदाखेरि, काम हुँदा त कामै गर्नु पर्यो। यस्तो झाडी छ बाटोको अवस्था। घाँसले पुरिदिएछ गाउँलाई, बाटोलाई। यो पोखरी डाँडा गाउँ, यहाँ सबै मगरहरू हुनुहुन्छ नि। एक घर हाम्रो मुस्लिम दाजुभाइ हुनुहुन्छ। यो मेल डाँडा बिरुवा भने यो किचनासको डाँडा। यतापट्टि चाहिँ हामीले किचनास भन्छौँ। यहाँबाट चाहिँ हुन चाहिँ के हो त्यतातिर थाहा भएन, ठ्याक्कै ठाउँ चाहिँ थाहा छैन। यसरी गाउँ घुमेर आइयो। कुरो लागेछ धेरै। गाउँमा साग सुन्तला लसुन खेती चाहिँ हुन्छ, राम्रोसँगले खेती हुन्छ। तर त्यो पानीको अलिकति असुविधा, प्लस काम गर्न सक्ने जनशक्तिको चाहिँ अभाव छ गाउँमा। अब कोही पनि गाउँमा बसेको छैन। अब बस्दा पनि के गरेर बस्छस् भन्ने खालको प्रश्न हुन्छ। पढी लेखेको मान्छे यस्तो गर्नु हुँदैन भन्ने त एउटा हाम्रो यो उखान जस्तै भइसक्यो। गाउँका मानिसहरू अथवा अरू सबैतिरबाट नि गऱ्यो भने चाहिँ गाउँमा पढेर लेखेर एकदमै ठुलो डिग्री नै हासिल गरिसकेपछि पनि यसरी हामी कृषिमा आबद्ध भइयो भने चाहिँ आफ्नो आर्थिक अवस्था सुधार्न पनि सकिन्छ। तर यसले मार्केट पनि लिनु पर्यो, उत्पादन भएको चिजहरूले। ल है त, आजलाई यति नै। अरू कुरा फेरि देखाउँदै जानेछु। आजलाई यति नै है त।